हेलो एभ्रिवान गुड मर्निङ इट्स मी सोनिया च्यानलमा स्वागत छ। म चाहिँ सुतेर उठिसकेँ। अहिले चाहिँ 9 जस्तो बज्यो अनि म चाहिँ तातो पानी लिइरहेको छु। अब म चाहिँ एकछिनमा ब्रेकफास्ट खान जान्छु। फेसमा लाउनलाई चाहिँ केही छैन। अब बाटोतिर कोही नेपाली भेट्यो भने चाहिँ यसो माग्नु पर्ला अलिकति। सनस्क्रिन पनि छैन, केही छैन लाउनलाई। घरमा मम्मीसँग कुरा गरेँ। अब यो तातो पानी खान्छु, त्यसपछि कफी बनाएर खान्छु अनि चाहिँ ब्रेकफास्ट खान जान्छु म। मेरो चाहिँ कफी रेडी भयो। म चाहिँ रुमबाट ब्रेकफास्ट खानुको लागि भन्नु जानु लागेको। हामी चाहिँ दुईवटा कुपन दिएको छ क्या। एउटा चाहिँ के भन्छ लन्च गर्नु पाउने अनि एउटा चाहिँ ब्रेकफास्ट गर्नु पाउने भनेर, जुन चाहिँ मैले डिनर, एउटा डिनर अनि एउटा चाहिँ ब्रेकफास्ट गर्नु पाउने भनेर। बेलुका चाहिँ म डिनर गरिनँ क्या। अगाडि मैले बिहाको भएर निस्किन म रेस्ट गरेँ मजाले अनि ब्रेकफास्ट खान चाहिँ निस्केको थिएँ। यो चाहिँ हाम्रो होटल जुन रुम थियो नि दिनुभएको, त्यो रुमबाट देखिने भ्यू चाहिँ यस्तो थियो अनि यस्तो टन्नै थियो रुमहरू त। यहाँबाट हुँदै हुँदै लिफ्ट चढ्नु पर्थ्यो। हाम्रो ब्रेकफास्ट खाने ठाउँ चाहिँ यहीँ हो, यहीँ मुनि। यहाँ चाहिँ अब हामीले ब्रेकफास्ट खाने चाहिँ बहुत सिस्टम हुन्छ, जहिले पनि पाइन्छ। चुज गरी खानेमा यति धेरै आइटम हुन्छ, भोकै हराउँछ। अनि अब मिठै हुन्छ, सबै मिठै हुन्छ भनौँ न। सबै नै राखिदिनु भएको हुन्छ त्यहाँ चाहिँ। अनि यो चाहिँ उहाँहरूकै तर्फबाट हो है। फेरि यो चाहिँ एयरलाइन्सकै तर्फबाट उहाँहरूले नै होटलमा राख्नुहुन्छ अनि उहाँहरूले नै फुल सर्भिस पनि दिनुहुन्छ। अझै यहाँ अरू आइटमहरू पनि थियो जुन चाहिँ मैले देखाइनँ, किनभने मैले दिनहरू खाँदै थिएन अनि खिच्दा पनि खिचेन क्या। अरू पनि थियो के थियो, ब्रेडहरू यता कुराहरू थियो, त्यो चाहिँ मैले खाइनँ अनि त्यही भएर। यो चाना खाँदाखेरि चाहिँ मलाई कस्तो मिठो लागेको थियो क्या। इन्डियन टाइपको थियो नि त। स्टाफ यो चाहिँ मेरो ब्रेकफास्ट भएर यति चाहिँ खान नसकेर रुममा ल्याएर राखेको। ल मेरो चाहिँ फेरि अब यहाँबाट चेकआउट हुने टाइम भयो। 12:30मा निस्किनु पर्ने, ठ्याक्कै 12:30 नै भएको छ। अब म चाहिँ रिसेप्सनमा जान्छु। ल त यो चाहिँ बाहिरको नजारा जुन चाहिँ हामीलाई जुन होटलमा राख्नु थियो, दुबई इन्टरनेसनल होटलमा, त्यो होटलबाट बाहिर निस्केपछि पनि अझै अगाडि जानुपर्ने रहेछ क्या। त्यो बोर्डिङ गेटमा चाहिँ अझै अगाडि जानुपर्ने। अनि त्योभन्दा अगाडि जाँदाखेरि चाहिँ यस्तो यस्तो स्टोरहरू देखिने। मैले चाहिँ बेलुका भनेको थिइनँ कि उनीहरू, त्यति बेला हेरेको। हाम्रो चाहिँ बोर्डिङ गेट नम्बर थियो क्या चाहिँ, त्यो खोजेर हिँडेको थियौँ। हाम्रो चाहिँ यहाँ जस्तो C36 यस्तो लेखेको छ नि त। हाम्रो चाहिँ B13 थियो कि, त्यो धेरै अगाडि थियो। अनि त्यो खोज्दा बल्ल भेटियो। अनि भेटेर वेटिङ रुमबाट भएपछि चाहिँ फ्लाइट रेडी भयो अनि हामी चाहिँ भित्र छिर्न थाल्यौँ। मेरो सिट नम्बर अलग्गै थियो अनि मेरो अर्को दुईजना साथीहरूको सिट नम्बर अलग्गै थियो। सुरुमा चाहिँ मलाई एकदमै अप्ठ्यारो सिट परेको थियो कि, एकदमै फर्स्ट रोको अगाडि अनि झ्याल पनि थिएन। अनि त्यसपछि के भन्छ उस पनि थिएन क्या,
टिभी जस्तो हुन्छ नि हेर्नलाई अगाडि स्क्रिन त्यस्तो पनि थिएन। अनि पछि मैले भनेर चेन्ज गरेँ सिट, अनि चाहिँ पछि चाहिँ राम्रो खालको सिट परेको थियो। अनि चाहिँ त्यहाँदेखि चाहिँ मेरो फ्लाइट सुरु भयो दुबई टु जर्मनीको। यो चाहिँ मेरो खाना फ्लाइटको ठिकै थियो। दुबईमा दिएको भन्दा चाहिँ अलिक मिठो लाग्यो यो चाहिँ मलाई। दुबईको चाहिँ यति साह्रो मिठो, इभन त्यस्तो साह्रो मिठो त होइन, एभरेज हो, तर कम्पेरिजनमा चाहिँ दुबईको हेऱ्यो भने चाहिँ मलाई अलिक मिठो लाग्यो। चिकन पनि अलिक धेरै थियो नि त, त्यही भएर पनि मलाई यो चाहिँ मेरो लाइन हुन आउने बेलाको भिडियो हो। यता जर्मनीको लाइन हुन लाग्दाखेरिको भिडियो। त्यस्तै बेलुका 7 जस्तो बजेको थियो होला। नेपालमा चाहिँ बजी नै सकेको थियो होला, 9:30 10 बजिसकेको थियो होला। उता चाहिँ 7 जस्तो बजेको थियो। अनि यो चाहिँ त्यही बेलाको भिडियो हो। लाइन हुन त्यही 15-20 मिनट जस्तो बाँकी थियो होला। त्यसपछि चाहिँ म फ्लाइट ल्यान्ड भएर म चाहिँ मेरो लगेजहरू लिन गएँ। लगेज एउटा ह्यान्ड क्यारी थियो। अनि त्यहाँ चाहिँ ट्रलीको लागि चाहिँ ट्रली युज गर्नलाई चाहिँ पेमेन्ट गर्नु पर्दो रहेछ कार्डबाट, जुन मसँग थिएन। अनि त्यहाँ जान हुनुहुन्थ्यो, मैले उहाँलाई दुईवटा कुराहरू सोधेको थिएँ जस्तो लगेजहरूको बारेमा कन्फ्युजन भएको थियो। अनि उहाँले चाहिँ मसँग छैन कार्ड भनेको थियो। अनि उहाँले चाहिँ मेरो कार्डबाट पेमेन्ट गर्नु नि त भनेर भन्नुभयो। अनि उहाँले पनि पेमेन्ट गरिदिनु भयो मलाई। अनि पछि थ्याङ्क यू भनेर निस्किएँ। यो चाहिँ उहाँले पनि गरिदिनु भयो। अनि त्यसपछि चाहिँ म बाहिर निस्किएँ। बाहिर चाहिँ मलाई अलरेडी लिन आउनु भएको थियो। म जुन स्कुलमा पढ्ने हो मेरो स्कुलबाटै आउनु भएको थियो। अनि त्यसपछि उहाँले चाहिँ मलाई ठ्याक्कै म जहाँ बस्ने हो मेरो अपार्टमेन्ट त्यहाँसम्म छोडिदिनु भएको थियो भनौँ न। अनि यो चाहिँ बाटोमा जाँदाको भिडियो हो।
ल हेलो एभ्रिवान, म चाहिँ हिजो बेलुका 7:30 बजे आएर सुतेर यो चाहिँ नेक्स्ट मर्निङ होला। यस्तो छ, मैले केही मिलाएकै छैन। यो चाहिँ लगेज भयो। यहाँ बेडहरू पनि यत्तिकै छ। यो चाहिँ यहाँ म मिलाउन लागेको अहिले चाहिँ। सामानहरू यत्तिकै छ। गुन्द्रुक हो यो चाहिँ, गुन्द्रुक। यो चाहिँ मेरो तोरीको तेल घरबाट ल्याएको थिएँ। अनि यो साइली सेमाको लागि भनेर यो खल्पीको अचार ल्याइदिएको। यो चाहिँ हल्का लिक भएछ क्या, यतातिर लागेछ थोरै थोरै यस्तो भएछ। यो चाहिँ यसलाई प्लास्टिकमा हालिदिनु पऱ्यो मलाई, त्यही भएर। यो चाहिँ यो तोरीको तेल घरबाट ल्याएको। धेरै प्याकेजिङ भएको छ फेरि यहाँ, यति धेरै। म सानो स्वरले बोलिरहेको छु किनभने चाहिँ अर्को रुममा पनि हुनुहुन्छ कि, त्यहाँ डिस्टर्ब हुन्छ नि त, त्यही भएर म बस्ने। अनि तपाईँहरूले सोचिराख्नु भएको होला साइली छेमाहरू आउनु भएन छ भनेर। म बस्ने ठाउँ चाहिँ अलग हो, आन्टीहरू बस्ने, छेमाहरू बस्ने ठाउँ चाहिँ अलग हो, धेरै टाढा छ। म जान्छु होइन, अलिक दिनपछि जान्छु, किनभने मेरो यहाँ अकाउन्टहरू खोल्नुपर्छ नि त। अनि त्यही भएर मलाई धेरै जाडो त छैन यहाँ, तर म चाहिँ अब गर्मी ठाउँबाट आएर होला कस्तो चिसो लागिरहेछ कि। अनि नुहाएँ नि त, म नुहाएर जाडो भयो। अनि मैले यो लाएर बसेको, तातो भएको छ अहिले। यो चाहिँ मेरो सुकुटी है। यो चाहिँ मेरो सुकुटी, तामाको अचार। यो चाहिँ सबै मेरो है, कसैले चाहिँ। अनि यो चाहिँ मेरो बेसार। यहाँ चाहिँ लेमनको अचार। यो बेसार यो चाहिँ मम्मीले घरबाट हालिदिनु भएको। यो चाहिँ ठुलो मम्मीको है फेरि गिफ्ट। अनि यो छ म्याङ्गो, अनि त्यसपछि घिउ। यो ठुलो मम्मीले हालिदिनु भएको यति चाहिँ। अनि तोरीको तेल घरबाट हालिदिनु भएको। खुर्सानी छ, दाल छ, अझै कति सामान त मैले नेपालमै छोडेँ, दालहरू ल्याउन सकिनँ वेटले गर्दा। यो दाल भयो। अनि यो बल सिलाम भयो खानुलाई मर्निङमा। साइली छेमाको चाहिँ यता छ है, एक डब्बा चाहिँ फ्रिजमा हालिदिइसकेको छु मैले। यो फेरि अर्कै हो। यो चाहिँ खोइ भुटन जस्तो लाग्यो मलाई। अनि यता पनि छ ठुलो साइली छेमाको, यो साइली छेमाको हो। यो पनि मलाई ठुलो मम्मीले नै दिनुभएको ल। यो चाहिँ तितौरा। यो चाहिँ मेरो मेडिसिनहरूको पाउच होला, दबाई छ यहाँ चाहिँ। यस्तो छ यहाँ, जम्मै लिक भएर छ नि, सबै अचारको लागेको छ क्या। यतै सफा गर्दैछु। अनि म चाहिँ यो पनि दबाईहरू नै हो ल, कानमा लाउने। मैले चाहिँ यो मेरो लुगाहरू यसरी मिलाएको छु भर्खरै। ल मैले चाहिँ मेरो लुगाहरू यसरी मिलाएको छु ल। मुनि चाहिँ जम्मै खानेकुरा मात्रै छ।
यस्तो छ यो भयो ढोका यता ढोका यो चाहिँ भयो लुगा राख्ने अनि यता झ्याल छ बेड यहाँ चाहिँ यस्तो छ यो चाहिँ बाहिरबाट चाहिँ यस्तो देखिन्छ ल यहाँबाट चाहिँ केही छैन यस्तो छ पुरै यो चाहिँ फ्रन्टबाट हो यो फ्रन्टको कोठाबाट चाहिँ यस्तो देखिन्छ अनि पछाडिबाट चाहिँ फेरि अर्कै देखिन्छ यहाँ चाहिँ अलिक सिटी जस्तो देखिन्छ फेरि पछाडिबाट चाहिँ अलिक गाउँ जस्तै देखिन्छ अनि यता त फेरि पर्दा पनि यस्तो हुँदो रहेछ फेरि खोइ केही नहुँदो रहेछ फेरि हाम्रोतिर त कलरफुल छोपछाप हुन्छ नि यता त केही नहुँदो रहेछ है यो चाहिँ किचन हो यस्तो छ यता झ्याल अब फ्रिज देख्नु भने पुल्लुकै ढल्नुहुन्छ ल फ्रिज हेर्नु न यहाँ कत्रो छ हे प्रभु ठुलोको लागि चाहिँ भनेको छ अब कहिले आउँछ खै अनि यता यो चाहिँ किचनको साइडबाट चाहिँ यस्तो देखिन्छ यो चाहिँ हामी जुन घरमा बस्छौँ यो चाहिँ उहाँकै हो क्या ऊ त्यो ग्रिन कलरको छ नि धुप्पीको बोट त्यहाँसम्म उहाँकै हो पछाडिबाट चाहिँ कस्तो राम्रो छ नेपाल जस्तो देखिन्छ कि अलिअलि यो घरबेटीको उयो चाहिँ यस्तो छ घरहरू अनि उहाँनिर चर्च पनि छ यहाँनिर यहाँ पर त्यस्तो बिल्डिङमा चाहिँ चर्च पनि छ अनि पछाडिको चाहिँ भ्यू यस्तो देखिन्छ मेरो चाहिँ अहिले सुला छैन नि त स्कुल छैन अब 1 हप्ता जस्तो पछि छ अनि त्यसपछि चाहिँ सायद भिडियो बनाउन पाउँदिनँ मैले किनभने म बिजी हुन्छु मेरो टाइमहरू मिल्दैन नि त मर्निङमा एकदम छिटो उठ्नुपर्छ जानुपर्छ बेलुका आउने पनि टुङ्गो हुँदैन कतिखेर आइन्छ अनि यस्तो छ यो चाहिँ पछाडिबाट देखिने भ्यू है